मेहन्दी ब्रो यो पनि तिम्रो फुलेको कपालमा हाल लाउ झोलो झोलो हेलो गाइस हाम्रो आमा चाहिँ यहाँ झोला खोइ झोला झोला यहाँ बसेर लुका खान्छ आज चाहिँ हामी कलर गिफ्ट एक्सचेन्ज गेम खेल्दैछौँ हैन अनि हामी चाहिँ दिदी बहिनी आमा चाहिँ हाम्रो अडियन्स आमा चाहिँ यहाँ हेर्दै बस्नु भएको छ एकछिन पनि अनि त्यो ल मैले हैन भने चाहिँ कति आफै गर्ने अनि के भन्छ रे तपाईँ आफ्नो छोरा देखाउनु म चाहिँ मेरो झोला देखाउँछु यो चाहिँ मेरो छोरा यो चाहिँ मेरो त झोलै जाइरे यो एउटा मेरो छोरा मेरो चाहिँ एउटा मात्रै छ गरिबको अनि झोला यहाँ छर्को अनि चाहिँ यहाँ नि आएको है यहाँ। अनि यहाँ छ मेरो 3टा भाइ छ तर सामान चाहिँ छोरा तर ल झोला मलाई अब हामी चाहिँ स्टार्ट गर्छौँ मलाई त्यसो पाइन्छ मैले जे दियो त्यो तेरो तपाईँ जे दियो मेरो हो यहाँबाट थाहा हुन्छ तपाईँलाई कति मेरो चाहिँ थाहा भनेर ल ल ल बहिनीको इच्छाको आमा देखि जान्छ प्लास्टिक मात्र होइन कि अब भन्ने अब शान्त कुन सामान खोज्नु पर्छ यहाँ भन्नु दिन्छ म सुरुमा म चाहिँ यता न अरे यो अहिले ग्रिन होइन ब्लू अब ब्लू कहाँ सुरुमा ब्लू है ब्लू आमा अहिले अहिले टन्ट्याङ टन्ट्याङ पारे नआइदा उसले आफ्नै खोजिरहेको छ तेरो हेरेर ल्यायो ब्लू भयो होइन ग्रिन मैले देखेँ अहिले कि हेरेकै छैन त टाइमको थुकु थुकु माथि राख्नु पर्छ नि त पानी कति पुछारा कोताले राख्ने भयो ल ल पऱ्यो ल देखा 1 2 3 ब्रो यो त मैले भन्दा बेसी आमाले युज गर्छ नि आमाले के हाल्छ र आमाले के हाल्छ टिस्यु ल एउटा बिस्कुट ल्याइदियो देखेर के हो लौ एक तेरा एक मेरा म त माग्दा पनि मैले चाहिँ प्लम र टाटा पाइसु के हो मैले त भन्नु पर्दैन ब्रो यो प्याक जस्तो छ कि उसी होइन हो कि होइन अनि प्याज टिस्यु टिस्यु हो होइन भने प्याज यो मेरो गाइस टाटा चाहिँ मैले लगाइसकेको छु नाइ ब्लू कसरी भयो यो ब्लू हो के मलाई त भित्रको चाहिँ व्हाइट छ होइन मैले यो कलर हेरेर ब्लू ल्याइदिएको टिस्यु हो मेरो पहिला एकदम युज हुन्छ टिस्यु आमाले लिनु भयो एउटा सिगाङ पुछे पुछे त्यही मलाई त ल अब कुन कलर हो मेरो पाले हो त्यहाँदेखि के गर्ने मसँग अब ग्रीन कलर ल मलाई अघि ग्रीनमा भेटिसक्यो कि त्यही भएर आमा हेर मलाई रिग्रेट होला जस्तो लाग्यो कि मान्छेको पारा देख्दाखेरि खासै गसेको पारा लाग्यो नै गतिलो पारा होइन गतिलो सामान चाहिन्छ मलाई त्यस्तै लाग्यो नहेरे देखेँ हेरे छैन हेरे छैन एकैछिन नहेरे एकैछिन उता फर्केर के लगे हेर ल भयो रेडी हो ल 1 2 3 गो गो ब्रो म यो गेम खेल्दिन है म आमा तपाईँ एकदम काम लाग्छ मेरो पैसा चाहिँ भाडा मान्छे त्यही भएर मैले अहिले भने गतिलो चिज आमा उठो निक्लो म त खेल्दिन गेम राखिदिनु त्यस्तो भन्न पाइनँ कि रुल्स इज रुल्स ध्यान राख्नु ल भइहाल्यो नि ल यसको साथी अरू भन्छ ओ गड भन्नै म त्यो भाडा तपाईले माग्न नथ्या आज भाडा हातै मगाएन के भाडा मैले म चाहिँ एलोभेरा जेल ल्याइदिएको छु तपाईले मगाएन भाडा काँटा मेरो चोड्दै आउनुहुन्छ त्यही भएर ग्रिन कलरको गाडा थ्याङ्क यू सो मच आज आज भाडै मान्नु होइन के रावण दिन्छ भने आमा भीम कसम अब कुन कलर हो व्हाइट भाइ ल व्हाइटको कपडा धुने साबुन होला क्या अब त्यसको होइन के कस्तो हो र त व्हाइट है व्हाइटै भन्नु कति ल हाम बेटे भयो अब 1 2 3 गो गो ल तर भाडा दिन्छ ए तबाट तपाईँ तल भात खाने भात खाने के ए बाबा यही भीमले भाडा माग्छु ल यो हामीले अस्ति हेरेको वाला हो होइन यो यो के मलाई चाहिँ त्यो के हो मेकअप मेकअपको त्यो ट्राभल ट्राभल किट लेखिराख्नुहुन्छ नि लिएर थ्याङ्क यू त्यो चाहिँ बजार ओरेन्ज ओरेन्ज ओरेन्जै छैन होला ओरेन्ज
मेरो भीम तेरो टिफिन मान्नुपर्छ त्यही भयो यदि हेरेछ कि साइड धेरै छैन हेरेको यो कन्न पछाडि चाहिँ कहाँ हेर्छ भने ल 1 2 3 गो गो ओए मैले धन त यो लिएर आथे थाहा यो क्रिसमसमा अलरेडी सन्स ए यो मैले यो धन्दा किनेको यो बिस्कुट बिस्कुट अनि यसले चाहिँ भयो अति नै हुन्छ ओरियो नि किनिसकेको थियो नि त अनि होइन धेरै बिस्कुट त अति नै हुन्छ भनेर मैले नकिनेको मैले चाहिँ बिस्कुट पाएँ ल अनि यसले खाने चाहिँ यसले नै हो कि फेरि तपाईँको लागि छुट्टै हो यो ल तपाईँले अस्ति खाँदा मान्छेलाई भन्दा बिस्कुट है सनफ्लावर अब तपाईँको पाले ल मेरो पाले ल कुन भन्दै नगरी ल ल पक्नु हेलो हेलो लास्टमा भनेर भन्थ्यो ल मैले पिटाइ खान्छु जस्तो छ भीम त होइन नि त्यो लिक्विड वाला यो एकदम हेलो भने एक्साइटेड भयो मैले त पिटाइ नै खान्छु त ल ल एकछिन मलाई टाइम लाग्छ जस्तो लाग्यो त्यसले खोज्नै छ ल 1 2 3 गो ओए मलाई कस्तो मेरो दिमागमा आथ्यो कि यसले यो मैले किन एकदम खाइरहेको हुन्छु नि त होइन मैले एल्बो खोज्दा खोज्दा संसारमा पाएर मैले चाहिँ एक जोइन संसार होइन पसलमा पाइँदा भन्नु संसारमा धेरै राम्रो राम्रो चिजहरू पाइन्छ ब्रो लुगा चिसो खा थ्याङ्क यू तर मैले नि यही एक्सपेक्ट गरेँ दिनै नै आमा छोरीको लागि भात जुस मास्नु पर्यो भने भीम मुख पुस्नु पर्यो भने टिस्यु पिङ्क पिङ्क कालो बसो अहिले मेरो भाइ ल ल मेरो माथि नै पिङ्क हो त्यो देख्दा चाहिँ खुसी होस् ल 1 2 3 गो के भयो हट वाटर ब्याग मलाई कस्तो चाहिएको थ्याङ्क यू मैले राम्रो यो लाग्यो पिङ्क हो पिङ्क होइन यो चाहिँ मेरो फेसको लागि हो गाइजहरु फेसको लागि तर मैले नचाहिनेसम्म चाहिँ एउटै ल्याइदिएँ नि सब चाहिने छ अब यो त हाम्रो सकिसक्यो कलर त्यो ट्यागको के हो न ब्राउन कलर 1 2 3 गो Bro, this is not brown, by the way. के हो त This is maroon. ल ल त्यही ब्राउन नि हो मेरो यो पनि छ सबैभन्दा अगाडि हेर्नु आमा यो पनि छ स्याम्पो पनि राम्रो लुक लाइनर नै छ गाइस ल ओ, तपाईको दुईटा कम्पनीको के छ यहाँ वाउ यो मेरो वाला कलर हो यो नाइस मैले यो नपाएर नलिरहेको हो लौ ओए अस्मिता के हो त लुगा नि मलाई त लुगा पनि रहेछ है गाइस यस्तो कलर चुज गर्नु नि आउँछ तपाईलाई थ्याङ्क यू मैले ब्राउन मात्रै पाएँ यो चाहिँ ब्राउन हो दिस इज नट ब्राउन गाइस यहाँ चिट यो त रेड कलरको झुकेर दिनु भयो जस्तो लाग्यो होइन होइन ब्राउन नै काउन्ट गरेँ मान्छे रेड अर्को छ ओके एउटा यो पनि घरायसी सामान नै पर्यो कि यो आमाले हेर्दै छिन् भोलि यहाँ बोले नौ पर्पल कलर 1 2 3 गो नाम त एउटै नाम त एउटै होला आयो हाम्रो दुईटाको एउटै भयो है गाइस कुन कलर रेड 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 हो 1 2 3 गो वाउ के हो पर्फ्युम तपाईले यस्तो युज गर्नुहुन्थ्यो नि पहिला थ्याङ्क यू पर्किँदै यो सासोमा बस्दाखेरि एउटा पाएको आमाले त मेरो जे सामानमा पनि आँखा लामो लाँदै छिनै अघिबाट आज खानुपर्छ पकाएर अहिले एकछिनमा ल फाइनल कलर बाँकी छ है ल मेरो ब्ल्याक चाहिँ आइसक्यो यहीसँग म्यान्दी ब्रो यो पनि तिम्रो फुलेको कपालमा होला लौ तिमीलाई हो यो फुलेको कपालमा हाल्यो तपाईले हो कि साँच्चै नै गाइस यो मलाई 50 वर्षपछि काम लाग्ने चिज आजै आइसकेको छ यहाँनिर त्यतिखेर न त डेट पनि सकिन्छ यसको डेट एक्सपायर हुनु होइन यो मात्र के हो भने बिस्कुट चकलेट हो म मेरो हेर्छु ल के भयो यो यो छ हाम्रो चकलेटहरु मेरो चाहिँ म अनबक्स गर्दा चाहिँ हेर्दा पनि unbox गर्छु। ओहो झोलो त हेलमेट यहाँ त तिमीलाई नि हुने छ भने कि त यही हो मलाई हुने नाइस हेलमेट मलाई एकदमै मैले किन्ने सोचिरहेको थिएँ मेरो बहिनीले बहिनी ल्याइ दिदी बहिनीलाई नै भएन यो त फाइनली हाम्रो चाहिँ कलर के हो भ्याइ है हाम्रो च्यालेन्ज चाहिँ भ्याइ गाइस थ्याङ्क यू एक्सपेक्ट माल सामानहरु मात्रै छ यहाँनिर हैन आमा आज भाँडा मान्नु छैन केटी भोलि मान्ने बेलले भाँडा जाली चाहिँ खोइ त नि यो चाहिँ मलाई पसन्द परेको।
सबै एकदमै राम्रो छ। भाँडाको होइन यो साबुन ल्याएको त लुडो जानु त्यही त भयो लुडो खोइ भाँडा पनि रहेछ साबुन छ लुडो चाहिँ केले हो खास खोइ जाली खोइ भाँडामा भाँडामा सक्यो भिडियो